नेपालमा अब चुनाव हुनलाई सायद कुनै दुविधा छैन, कुनै शङ्का छैन। अब निर्धारित मितिमा प्रतिनिधि सभा सदस्यको चुनाव हुन्छ नै हैन। यसमा सायद कोही हैन अब शङ्का गर्न सक्दैन होला, गर्दैन। देशमा चुनावमा भाग लिएका राजनीतिक दलहरूले घोषणापत्र हैन विभिन्न नाम भलै दिए पनि घोषणापत्र, प्रतिज्ञापत्र, वाचापत्र जे भने पनि हैन चुनावमा हैन अब अनिवार्य रूपमा निर्वाचन आयोगले जारी गर्ने नियम बनाएकोले विभिन्न राजनीतिक दलहरूले हैन प्रमुख दलहरूसहित घोषणापत्र जारी गरिरहेको छ, गरिसकेको छ हैन र बाँकी रहेकोहरू पनि गर्नेछ। आजको यो मेरो भिडियोमा सोही घोषणापत्रहरूमा हैन देशको प्रमुख मुद्दा मध्येको एक मुद्दा आर्थिक मुद्दालाई समेटेको छु। यानि कि राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा आर्थिक मुद्दालाई जुन समेटेको छ त्यसमा के कुरा उल्लेख गरेको छ भन्ने कुरालाई मैले यहाँ राखेको छु। अब यो आर्थिक वर्ष अहिले जुन फागुन हो हैन यो भनेको 82-83 हो, यानि कि 2082-2083 सालको आर्थिक वर्षमा हामी छौँ। यो आर्थिक वर्षको हैन अब अन्तिम भनेको आउने असार 30 गतेसम्ममा हुन्छ हैन। यानि कि यति बेला चाहिँ हामी जुन गत आर्थिक वर्ष थियो 81-82 सो डाटालाई हेर्ने हो भने सो हैन नेपालको आर्थिक वर्षगत आर्थिक वर्षको जम्मा नेपालको कुल ग्राहस्थ उत्पादन जसलाई हामी जीडीपी भन्छौँ, जीडीपी लगभग 62 खर्बको हैन थियो। यानि कि गत एक वर्षमा नेपालले सम्पूर्ण आर्थिक क्रियाकलापहरूबाट 62 खर्ब रुपैयाँ कमाएको थियो, जसलाई प्रति व्यक्ति आयको रूपमा यदि हैन अब डिभाइड गर्ने हो भने लगभग 1500 रुपैयाँ प्रति व्यक्ति आय हुन जान्छ। र अबको आउने 5 वर्षमा हैन कुनै राजनीतिक दलले 5 वर्ष भनेको छ, कुनैले 5 देखि 7 वर्ष भनेको छ। वर्तमानमा रहेको 62 खर्ब हाराहारीको अर्थतन्त्रको आकारलाई पुर्याएर कसैले हैन 115 खर्ब पुर्याउने भनेको छ हैन, कसैले 147 खर्ब पुर्याउने भनेको छ, कसैले 100 खर्ब पुर्याउने भनेको छ हैन। अब यही सन्दर्भमा म चाहिँ अब यो अर्थतन्त्रको आकार के हो, यो बढ्दा के फाइदा हुन्छ हैन, यो कसरी निकालिन्छ भन्ने कुराहरू र यो हासिल गर्न हैन कतिको सम्भव छ भन्ने कुराहरूको बारेमा यो भिडियोमा थोरै केही जानकारी दिन गइरहेको छु। आशा छ यो भिडियो यहाँहरूलाई मन पर्ने छ। सबभन्दा पहिले हैन जीडीपी जसलाई हामी ग्रस डोमेस्टिक प्रोडक्ट भन्छौँ, यो के हो त कुनै पनि देशको अर्थतन्त्रको हैन मेजरमेन्ट गर्ने हैन एउटा के हो त प्रमुख एकाइ हो। जीएनपी, एनएनपी हैन एनआई लगायत अन्य मेजरमेन्ट गर्ने एकाइहरू मध्येको प्रमुख एकाइ चाहिँ के हो त जीडीपी हो। यसमा चाहिँ के समावेश गरिन्छ भने कुनै पनि देशको सिमानाभित्र एक वर्षभरिको पिरियडमा उत्पादन भएको सम्पूर्ण वस्तु तथा सेवाहरूको बजार मूल्यमा हैन जति रकम हुन्छ प्रचलित बजार मूल्यमा कन्भर्ट गर्दा जति रकम हुन्छ त्यो नै के हो, त्यसैले जोड्दा चाहिँ हामी जति अमाउन्ट पाउँछौँ त्यो नै के हो त जीडीपी हो। यानि कि कुनै पनि एक वर्षमा कुनै पनि देशको एक वर्षमा त्यो देशभित्र भएको सम्पूर्ण आर्थिक क्रियाकलापहरूलाई प्रचलित बजार मूल्यको रूपमा जोडेर निकालिएको सम यानि कि अमाउन्ट नै के हो त जीडीपी हो। जीडीपी जति धेरै भयो हैन त्यो देशको आर्थिक अवस्था त्यति राम्रो छ, सुदृढ छ भनेर मानिन्छ। यानि कि यो के हो त मेजर एउटा इन्डिकेटर हो देशको अर्थतन्त्रको इभ्यालुएसन गर्ने, पर्फर्मेन्स इभ्यालुएसन गर्ने हैन। अब नेपालको जीडीपी पनि अब अरू देशहरूको जीडीपी जस्तै बढिरहेकै छ हैन, बढ्नु नै पर्छ। एभरेजमा नेपालको जीडीपी अहिले लगभग हैन नेपाल सरकारले 6-6.5% प्रत्येक वर्ष बढ्छ भनेर बजेटमा घोषणा गर्छ, तर हैन वास्तविकता चाहिँ के हो त लगभग 4%, 4.5%, 3%, 4.5% को रेन्जमा नेपालको जीडीपीको आकार प्रत्येक वर्ष बढिरहेको डाटाहरूबाट थाहा हुन्छ हैन। यही आकारमा पनि जीडीपी बढ्दै जाने हो भने जस्तै यो वर्ष हैन को अन्तिमसम्ममा 65 खर्ब पुग्ने अनुमान छ। त्यसमा पनि 5% मात्रै जोड्ने हो भने हैन 65 खर्बको 5% लगभग हैन अब हैन जति हुन्छ अर्को वर्ष हुन्छ, त्यसपछि फेरि अर्को वर्ष 5% हुन्छ। यही रेन्जमा बढ्दै जाने हो भने अबको 5 वर्षमा पनि आउने 5 वर्षमा पनि नेपालको जीडीपी अहिलेको जुन 62 खर्ब मोटामोटी छ यो बढेर कति हुन्छ त लगभग 125-130 खर्ब हुन सक्ने सम्भावना देखिन्छ। तर त्यो
जीडीपीको आकार प्राप्त गर्नको लागि के हुनु पर्यो त आर्थिक वृद्धि दर चाहिँ लगभग कति हुनु पर्यो त 5 देखि 6 6.5% को औसत आर्थिक वृद्धि दर नेपालले प्रत्येक वर्ष हासिल गरेको अवस्थामा मात्रै त्यो सम्भव छ। अब 5.5% 6% आर्थिक वृद्धि दर हासिल गर्नु भनेको के हो त त्यही रेन्जमा देशले लगानी पनि गर्नु हो, यानि कि देशमा लगानीको रकम पनि वृद्धि गर्दै जाँदा मात्रै देशको आर्थिक अवस्था सुदृढ हुँदै जान्छ। अब देशमा लगानी गर्ने चाहिँ मेन को हो त सरकार हो, निजी क्षेत्र हो र विदेशी लगानीकर्ता हो। अब देशमा सरकारले पनि लगानी गर्छ हैन, निजी क्षेत्रले पनि लगानी गर्छ र विदेशी लगानीकर्ताहरूले पनि लगानी गर्छ। अब यहाँ चाहिँ मेनली त सरकारसँग अब यसपालि चाहिँ चुनावमा नै धेरै पैसा रकम खर्च हुने भएकोले त्यति अब लगानी गर्नलाई सम्भव अब छैन होला। यद्यपि नेपालको ब्याङ्कहरुमा थुप्रै पैसा थुप्रिएर रहेको भन्ने कुरा समाचारहरुमा सुन्न पाइन्छ। त्यसैले मेन चाहिँ निजी क्षेत्र र विदेशी लगानीकर्ता नै के हो त लगानी गर्ने एजेन्टहरु हुन्। त्यसैले सरकारले निजी क्षेत्रलाई आफ्नो हैन अब नियम कानुन संशोधन गरेर प्रोत्साहित गरेर सक्दो धेरै लगानी गर्न सक्यो भने र विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सक्यो भने र लगानी बढाउँदै लग्न सक्यो भने मात्रै के हुन्छ त अबको आउने 5 वर्षमा जीडीपी को आकार वर्तमान आकारभन्दा 2 गुणा हुन सक्छ। तर नेपालमा जुन राजनीतिक दलहरूले वर्तमान अवस्थामा जुन हैन के गरेको छ त जुन विभिन्न किसिमको अब रकमहरू उल्लेख गरेर वाचापत्र वा प्रतिज्ञापत्र सार्वजनिक गरेको छ त्यो चाहिँ मलाई लाग्छ अलि कठिन नै हुन्छ हासिल गर्नको लागि। तर पनि के छ त पोसिबल छ, किनभने गत वर्षको 62 खर्बको नेपालको जीडीपी को आकार लगभग 7 वर्षमा दोब्बर भएको थियो। यानि कि आर्थिक वर्ष 73-74 मा लगभग 31 खर्ब 32 खर्ब रहेको नेपालको जीडीपी 81-82 मा कति हुन पुग्यो त 62 खर्ब पुग्यो। यसकै आधारमा हेर्दा पनि अबको 5-6 वर्षमा वर्तमान 62 खर्बबाट 2 गुणा भएर 64 हैन 62 दुना 124 25 खर्ब सम्म नेपालको जीडीपी को आकार पुग्न सक्छ। त्यसैले दलहरूले हैन उल्लेख गरेकै कारण अथवा दलहरूले अबको चुनावपछि विभिन्न आर्थिक क्रियाकलापहरू गरेकै कारण त्यति नेपालको साइज पुग्छ भन्ने कुरा चाहिँ अब नै चाहिँ अब नभएर यो के हो त एउटा आफ्नै रेन्जमा बढिरहेको जीडीपी को आर्थिक वृद्धि दरकै कारणले पनि जीडीपी को आकार अबको 5 वर्षमा वर्तमान 62 खर्बबाट 124-125 खर्ब पुग्न सक्ने सम्भावना रहन्छ। त्यसैले अब कुनै दलले जस्तै राष्ट्रपाले हैन 5 देखि 7 वर्षमा 147 खर्ब नेपालको आर्थिक अर्थतन्त्रको आकार पुर्याउने भनिएको छ हैन, त्यो चाहिँ अलिकति महत्त्वाकांक्षी नै हो। नभए नेपाली कांग्रेसले 115 खर्ब भनेको छ त्यो चाहिँ सम्भवै छ, अथवा हैन नेकपा एमालेको 100 खर्ब भनेको छ त्यो पनि के छ त निर्धारित सीमाभित्रै हैन सीमाभित्रै रहेको छ। प्रति व्यक्ति आय चाहिँ हैन कुनै पार्टीले 3000 सम्म पुर्याउने भनेको छ, जुन कि वर्तमान हैन 1500 लगभग मोटामोटी रहेको छ प्रति व्यक्ति आय US डलरमा। र अब जीडीपी को आकार बढ्दै जाँदा र आर्थिक हैन र नेपालको जनसंख्याको वृद्धि दर अलिकति हैन लिमिटेडमै छ हैन। गत वर्षको तुलनामा वर्तमान हैन वर्षमा जनसंख्या खासै धेरैले बढेको अवस्था छैन। त्यसैले जनसंख्याको वृद्धि दर स्थिर रहँदा र हैन जीडीपी को साइज बढ्दै जाँदा के हुन्छ त अबको 5 वर्षमा 3000 प्रति व्यक्ति US डलर 3000 हैन प्रति व्यक्ति नेपालको आम्दानी यानि कि आय पर क्यापिटा आय हैन प्रति व्यक्ति आम्दानी 3000 सम्म पनि पुग्न सक्ने देखिन्छ। यही सानो जानकारी मैले आज नेपालको अर्थतन्त्रको बारेमा र यस सम्बन्धमा विभिन्न राजनीतिक दलहरूले उल्लेख गरेको केही डाटाहरूलाई समेटेर यो भिडियो यहाँहरु मार्फत हैन प्रस्तुत गरेको छु। यदि यो भिडियो यहाँलाई मन परेको छ भने यो मेरो च्यानललाई सब्स्क्राइब गर्न के गर्दछु त अनुरोध गर्दछु। यो भिडियो हेर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। हस्त धन्यवाद।